हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज फेरि नयाँ रुटमा देखाउँदै है, धेरै दिन बादमा भ्लग बनाउँदैछु। अब के को लागि बनाउँदैछु भन्ने कुरा चाहिँ अहिले तल गएर थाहा हुन्छ तपाईँहरूलाई होइन। म चाहिँ अचानक बोलाएर चाहिँ म गएको छु, तर कहाँ जानुपर्ने भन्ने त्यो पनि थाहा छैन। सायद एसएससीको पनि हुनसक्छ, सायद के को थाहा भएन। काकीले चाहिँ बोलाउनु भएको रहेछ चाहिँ म गएको। तपाईँहरूले पनि हेर्दै गर्नुहोस्, तपाईँहरूलाई पनि देखाउने छु गाइस। र यहाँ चाहिँ हाम्रो नयाँ प्यारापेट लगाएको पनि छ हो। यो चाहिँ हाम्रो कोइलीधुरा गाउँको बाटो गाइस हो। यहाँ चाहिँ भ्यूहरू यस्तो भइरहेको छ हो। आज चाहिँ शीतल छ दिन पनि, तपाईँहरू हेर्नु सक्नुहुन्छ। यहाँ तल चाहिँ हाम्रो एउटै समाज हो। यहाँ चाहिँ अलिक बाक्लो छ गाउँ। हाम्रो गाउँ घरको मुनि मुनि हो यो चाहिँ हो। हाम्रो घर चाहिँ माथि छ, तिनधुरे भन्छ हाम्रो गाउँलाई घरपट्टि चाहिँ। यो चाहिँ हाम्रो कोइलीधुरा डल्ले समाज हो। यहाँ चाहिँ छ यस्तो हाम्रो बेनिङबन्ती गार्डन चाहिँ यस्तो छ हो। तर मेरो गति चाहिँ यस्तो भइरहेछ, म एकदम चिया खाने बित्तिकै आएको हो। घरमा आमा आप्पा दादालाई चिया दिँदिनँ, सिधै आएको। अहिले खोला गइकन आएको हामी हो। यस्तो छ यहाँ चाहिँ, यस्तो दामी वेदर भइरहेको छ नि। अहिले त चिसो चिसो मौसम भइरहेको छ हो। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। मैले चाहिँ भ्लग किन यत्रो दिनसम्म बनाइनँ भन्दाखेरि चाहिँ म चाहिँ बिमार थिएँ नि त हो। हल्का बिमार थिएर चाहिँ म अहिले पनि दबाई खाँदैछु हो। सन्चो छुइनँ, तर पनि मैले चाहिँ आज धेरै दिन भयो भ्लग नबनाएको भनेर चाहिँ भ्लग बनाएको हो। यहाँ चाहिँ काकीहरू पनि रहेछ हो। म चाहिँ आज परसम्म तपाईँहरूलाई मेरो लागि वक पनि हुने र भिडियो पनि बनाउँदै हिँडेको हो। यहाँनिर यस्तो हेर्नुहोस् त। अहिले घरि चाहिँ फिलहालमा चाहिँ नि पुरा कालिसहरू, त्यो गरम लागेर पनि होला हो। कालिस मजुरहरू चाहिँ यति बिना छ यहाँनिर हो। पुरा 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 छ, मजुर चाहिँ पुरा छ। सबभन्दा बेसी चाहिँ यहाँबाट देख्छ हाम्रो तिनधुरे चाहिँ हो। 1 2 3टा घरबाट चाहिँ तिनधुरे भनेको यहाँ चाहिँ दादा गाडी चाहिँ माथि छ हो। यो चाहिँ हाम्रो तल्लो गाउँ यस्तो छ यहाँ चाहिँ हो। आज मेरो वक भयो। ल जाउँ हिँड्नु, कहाँसम्म जाने पर। म त उपरसम्म जान्छु ल, तर तपाईँहरू ओह्रालो जानुहुन्छ र अन्त। यो खोला आउनेहरूको स्कुटी होला है, खोला आउनेहरूको स्कुटी। यहाँ लु एकदम खोला पुरा एकदम शनिबार र आइतबार चाहिँ हुनै हुँदैन हाम्रो गाउँमा चाहिँ। एकदम खोला धक्को धै धक्को। हामी पनि त भर्खर आएको खोलाबाट। हजुर आज बनाइन, आज खाना पकाउनु गएको थिएँ कि। आज म अलिक बिसन्चो छु र बनाएकै छुइनँ नि त अहिले। अब धेरै टाइम पछाडि बनाउँदैछु आज म भ्लग। यहाँ चाहिँ सब खोला आउनेहरूको बाइकहरू। यो चाहिँ हाम्रो तल ग्राउन्ड जाने बाटो हो, तर यो चाहिँ अहिले एकदम यत्तिकै छ, बनिसकेको छैन। यसलाई पनि बिस्तारै बिस्तारै बनिने छ, बनिने कुरा चल्दैछ। हाम्रो बहिनीहरू ऊबाट रहेछ। यहाँ चाहिँ बहिनी, यता बहिनीहरू, यता नाना पनि रहेछ। तपाईँ म हेर्दैछु त अहिले। नाना यहाँ बहिनी। लु रोड घुम्नु गएको परसम्म। लु जाउँ म परसम्म। म खोला गइकन आएको नि भर्खर। हजुर दामी भएको छ नि यहाँ, एकदम फोटो सेसन हुँदैछ। जाऊ न खिच कान्छी, बल्ल बल्ल नयाँ बाटोमा खिच है फोटोहरू है। हिजो पनि दामी भएको थियो त, रोड पानीले भिजेर कालो भएको थियो नि हो। तल खोलासम्म जानु नि। होस् न बिचार अन्त है, बनाओस् न। बनाउँछु त। ए माथि ए कान्छीहरूको त अस्ति म निकालेको थिएँ नि है। कान्छी सरस्वती पूजामा निक्लेको छ तिमीहरू हेरेन हौ। ला थाहै छैन रहेछ नि त हो। हजुर सरस्वती पूजा सेल हुँदा के हो, त्यति बेला पूजाको दिन चाहिँ बनाउनु पाइनँ नि त हो। व्रत बसेको थिएर बिजी भइहाल्यो। मेरो एलिन अमर भ्लग्स छ। ओके
यहाँ चाहिँ हाम्रो गाउँले बहिनीहरू हो काकी नानाहरू छ यिनीहरूसित घुम्दै घुम्दै रोडमा हामी चाहिँ वक कहिलेको वक भन्दा इभिनिङ पनि के भन्दा आफ्टरनुनको वक आफ्टरनुन वक हुँदैछ हाम्रो यहाँनिर यता देखेको चाहिँ गिङ यो चाहिँ गिङ हनुमान डाँडा हो यो चाहिँ हनुमान डाँडा पर चाहिँ यसको यो कसको हौ कुकुर ए आकांक्षाको हो ए भाइ आकांक्षाको भाइ रहेछ है ऊ आकांक्षाको भाइ आइज लु इन यसलाई मेरो ब्लगमा आइज तँलाई स्वागत छ मेरो ब्लगमा तिमीहरूलाई पनि स्वागत छ मेरो ब्लगमा दामी भएको छ हाम्रो गाउँको बाटो चाहिँ हो यस्तो दामी भएको छ कालो रोड हो यहाँ चाहिँ हाम्रो काकी हुँदैछ वक है वक हुँदैछ वक आयो 6 प्याकहरू अलिक घटाएको है 6 प्याक फ्यामिली 6 प्याक बनाउनको लागि त एकदम फ्यामिली प्याकहरू चाहिँ घटाउँदैछ यहाँ हो फ्यामिली सब फ्यामिली प्याकहरू मात्रै छ फ्यामिली प्याकहरू घटाउने यहाँ चाहिँ हो नानी अब हाम्रो चाहिँ गाइस हाम्रो चाहिँ सिमीको घरमा पनि हजुर तर यहाँ चाहिँ के कति सपोर्ट पनि छ नि त्यस्तो लाग्यो के त्यसले भएको कुकुर के हो कालो ए गयो मैले काट्छु त्यसले मैले नि छ त अझै कुछ मैले काट्छु सपोर्ट पनि दियो त्यति डरस माथि पठाउँथे त्यस्तो बरस म एकदम सधैँ जुम चाहिँ हो ओभर भयो म त ओभर मलाई चाहिँ जाति मेरो पनि पुरा स्लिप हाल्नु पर्छ ए हजुर मेरो छैन मलाई के पर्छ सबै गरी टेस्ट गर्नु रिपोर्ट नम्बर आयो हजुर ओभर भयो के हो खाना बादमा छ हो अनि अलिकति अरे म दामी दिनु मन थियो हजुर अहिले पनि खान्छ के उयो चाहिँ हाम्रो कसो भएको थियो म चाहिँ हाम्रो साथी कसो खादैन हैन मेन त सुँगुरको मासुहरू हो त्यो त खादैन हामी हो अन्त मैदा अन्त सुँगुरको मासु आलु चाहिँ मेन बार्नु भनेको छ मलाई आलु चाहिँ नखानु भनेको छ कि हजुर चिनी सुगर हजुर गुलियो त सबै उयो छ नि यसमा पनि हुन्छ नि त गुलियो होइन अन्त नखानु भनेपछि तर पनि खाएँ हिजो बिहामा गएको थियो हो खाइदिएँ मान्छे त हजुर साह्रै बार्नु फेरि आएँ म कति रहेछु 68 रहेछु हो अन्त 40 को लाइनमा आउनु भनेको छ कहिले आउनु होला है 40 को लाइनमा 46 48हरूमा आउनु भनेको छ हो बुइ त्यति नै म त उही हुन्छ होला यो मिसिन यो चाहिँ अस्ति अलकत्र पेलेको क्या मिसिन अलकत्र पेल्ने मिसिन हो यहाँ यसरी राखिरहेको छ यो चाहिँ हजुर म त यहीँबाट अब रिटर्न हुन्छ लु तपाईँहरू राम्रोसँगले घुमेर आउनुहोस् ल बाई बाई हजुर तलबाट गाउँबाट उकालो ए हुन्छ बाई बाई हुन्छ लु म चाहिँ यहीँसम्म आएको गाइस हो नयाँ गुदमसम्म आएर चाहिँ काकीहरू चाहिँ ओह्रालो गाउँबाट जानुहुन्छ अरे म चाहिँ एक्लै अब यताबाट लागेँ बहिनीहरू पनि आउँदैछ होइन अन्त ए हुन्छ म चाहिँ अब यता रिटर्न भएको यो चाहिँ अस्ति अलकत्र पेलेको यहाँनिर हाम्रो बाटो बनाइदिएकोमा चाहिँ पेलेको थियो हो यो चाहिँ अहिले यहाँनिर उयो गरिरहेछ यहाँ न दुइटा जिस्केको भाइरहरूको जा पर जा ए पुरै जिस्किन थाल्यो दुइटा ए यस्तो छ लु जाऊ ल तिमीहरू म त यहीँबाट रिटर्न भएको के चाहिँ सही छैन नि हौ म बनाउँदै जान्छु उकालोसम्म माथिसम्म लु बाई 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 कान्छी बाई लु जाऊ ल तिमीहरू गाउँबाट आउने रहेछ नि त यस्तो बुइ आएर गाउँबाट हेर्नु लु सबैजना गयो म चाहिँ एक्लै जाँदैछु हो एक्लै माथिसम्म जाँदैछु आज मैले वक पनि गरेको थिइनँ होइन तर अब ठिकै भयो अब मलाई पछि पनि मेरो अलिकति खानाहरू पनि होइन साढे 12:30तिर खान्थेँ ल अहिले अलिकति खाएर चियासा खाएर चाहिँ मेरो खानाहरू पनि पछि होला यत्रो हिँडेर त माथि घरदेखिको यहाँसम्म हिँड्दा त पचिहाल्छ हो यहाँ चाहिँ सबैजना जाँदैछ हो म चाहिँ अहिले यता छु हो यतानिर चाहिँ आएको छु यो पनि यताको पनि बाटोहरू खनेको रहेछ हो के अरे यसलाई घटेको पनि बाटोहरू खनेको छ यहाँनिर
यहाँ देख्दैछ हो नयाँ बाटो खनेर चाहिँ घट्टीहरूमा पनि एकदम अब गाडी पुग्ने रहेछ यहाँ हो एकदम राम्रो है घट्टीको मान्छेहरूलाई साह्रै असुविस्ता थियो अब चाहिँ निकै सुविस्ता हुने रहेछ घट्टीकोहरूलाई पनि यहाँ चाहिँ मसँगै आउनुभएको काकी नानाहरू चाहिँ त पुगिसक्नु भयो म चाहिँ यहाँ हो यहाँ जस्तो कि दामी देखेको नि यसलाई पनि यस्तो छ हो आजमा गरम पनि भयो पुरा गरम पनि भयो आमा बहिनीहरू पनि त्यहाँ पुगिहालेछ हो म चाहिँ एक्लै अब कुदै कुदै जानु त सक्दिनँ नि त म हो अन्त बिस्तारै बिस्तारै भए पनि हिँड्दै चाहिँ जाँदैछु र मिसिङ माई होम टाउन लप्चू हो एकदम धेरै याद आउँछ मलाई घरको चाहिँ लप्चूको चाहिँ आफ्नो गाउँको होइन पुरा भन्दा पनि पुरा याद आउँछ आफ्नो गाउँको चाहिँ यहाँबाट फेरि नदेख्ने भए त त्यस्तो याद आउँथेन होला कि पुरै लप्चू देख्छ चाहिँ मलाई याद आउँछ हो त्यहाँ चाहिँ हाम्रो लप्चू हो अन्त चाहिँ मलाई याद आइबस्छ लप्चूको यहाँ चाहिँ यस्तो छ जसले पनि मेरो ब्लग हेर्नुहुन्छ होइन लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् मलाई माया दिनुहोस् हो यही भन्छु यो मेरो चाहिँ एकदम तपाईँहरूलाई बिन्ती छ हो सेयर छ अब सेयर त अब कतिजनाले गरिदिँदैन नि त होइन सबैलाई पोसिबल छैन लाइक गरिदिनु भयो भने होइन मेरो भिडियोलाई हेरिदिनु भयो भने पनि कता कता हो तपाईँले हेरिदिनुहोस् होला मलाई माया दिनुहोस् होला एलिन अमर ब्लग्सलाई हो यो बाटो चाहिँ तल खोलासम्म बनिएको छ यता गिङ खोला भन्छ यतापट्टि चाहिँ रुङदुङ खोला भन्छ हो तर त्यति हो एउटै खोला चाहिँ दुईवटा खोला चाहिँ मिक्स भएर चाहिँ एउटै खोलामा उयो हुन्छ हो जोइन हुन्छ होइन रुङदुङ पनि यता गिङ खोला पनि मिक्स हुन्छ यो चाहिँ अहिले नयाँ प्यारापेट हालिदिनु भएको छ कि यहाँनिर चाहिँ गाडीहरू उयो नहोस् भनेर होइन तर अब यो प्यारापेटमा कलर गर्दा चाहिँ कति दामी देख्छ नि त होइन हो अहिले जस्तो देखिरहेछ नि त अब कलरहरू गरेपछि चाहिँ अझै दामी देख्छ यसलाई हो यहाँ चाहिँ अब म आइपुगेँ चौथारा यो चाहिँ अब एकदम हामी जहीँबाट आयो भने यहाँ बिसाउने बानी लागेको छ यो चौथारामा चाहिँ हो अब चाहिँ यहाँनिर बाइक स्कुटीहरू चाहिँ यहीँ खोलाबाट आउनेहरू होला स्टार्ट गर्दै रहेछ ल ल के पारा हो ला अब कसरी ल्याउँछ होला यो उकालो चाहिँ अब बाइक कसरी ल्याउँछ होला ए आएछ नि त ल ल ल ला हो अर्को बाइक चाहिँ यता गाउँपट्टिबाट निक्लेछ नि त हो ए अन्त चाहिँ साह्रै छ साह्रै परिरहेको छ यिनीहरूलाई हो ल्याउनु चाहिँ बाइक ल्याउनु चाहिँ यिनीहरूलाई साह्रै परेको जस्तो लाग्यो अन्त यहाँ भाइहरू रहेछ होइन मात्र घरको भाइहरू रहेछ हो खोलाको थियो नि त अघि तल खोलामा भेटेको थियो अहिले चाहिँ घर फर्केको तल राखेर चाहिँ निकाल्नु साह्रो पऱ्यो उनीहरूलाई मेन रोड निकाल्नु चाहिँ साह्रो पऱ्यो यो रोड निकाल्नु चाहिँ हो हाम्रो तिनधुरे एकदम यो हो यो चाहिँ बेनेक बनको कोइलीधुरा भन्छ यसलाई चाहिँ हो गरम पनि भयो यहाँ पसिना भयो हो एकदम पसिना आउँदैछ मलाई ठिकै छ अब यसरी पसिनाकै राम्रो निकै राम्रो हो नि त होइन त्यो भएर चाहिँ म हिँड्दैछु हो आज मैले चाहिँ मजुरै देखिनँ कि एउटा कुरा चाहिँ विश्वास चाहिँ मलाई त्यहाँ भयो होइन सधैँ मजुर देख्थेँ हेर्थेँ होइन आज त तर मैले भिडियो बनाउँदाखेरि पनि देखिनँ पनि हो मजुर पनि कता गयो एउटा मजुर देखिनँ
कालिस पनि एउटा देखिन, मजुर पनि देखिन, कालिस पनि देखिन हो। यहाँ चाहिँ अघि देखाइ नाना उनीहरूको घर हो होइन। यहाँ चाहिँ यो फर्स्टमा देख्दैहरूको चाहिँ त्यो तलको चाहिँ रविन्द्रजीको ग्राउन्ड होइन। यो चाहिँ अहिले नयाँ ट्याङ्की बनाएको। अन्त अर्को घर चाहिँ देख्दैन रहेछ नि, एउटा काकीको कम्ती देख्दैछ हो। ए यहाँबाट अब चाहिँ म आइपुगेँ चिलाउने गोलाइ घरको मुनिपट्टि हो। ब्लग बनाउँदा होइन कलाउँछ ब्लग एकदम, त्यसमा मेरो फेरि कन्टिन्यू हुँदैन, पज हुन्छ हो, त्यसलाई फेरि गर्नुपर्छ। अन्त त्यही हो साथीहरू होइन, सबैको प्रब्लम एउटै हुन्छ, त्यही हो गाइस। यहाँ चाहिँ लुई चाहिँ थिएछ कि अहिलेसम्म यहाँ कराउँदै थियो, कता गयो गाइस, तपाईँहरूलाई पनि देखाइदिनु पऱ्यो भनेको त, कता गयो लुई चाहिँ त मैले अलिकति पिक्क मात्रै देखेँ होइन, बेसी त देखिनँ, देखेको भएदेखि चाहिँ म तपाईँहरूलाई अवश्य देखाइदिन्थेँ हो। लुई चाहिँ भनेको के हो भन्नुहुन्छ भने चाहिँ जङ्गली कुखुरा हो, त्यो हो। उयो त भाले रहेछ त्यो त, के त्यो कुकुर के हो देख्नु सकिनँ राम्रोसँगले। लुचेको भाले थियो त्यहाँ चाहिँ, अलिकति मात्रै देख्न सकेँ मैले चाहिँ, म यत्रो तल पर कहाँबाट आएको यतिको चाहिँ हिँडिरहेको रहेछु म। फाइनली म चाहिँ घरको मुनिपट्टि आएँ हो। म मेरो भ्लग चाहिँ घरमै एन्ड गर्छु हो। हेर्दै गर्नुहोस् अझै तपाईँहरूलाई यहाँ जोजोको नयाँ घर बनिँदैछ त्यहाँ पनि देखाउँछु। यहाँ चाहिँ हाम्रो जोजोको घर हो, बनिँदैछ, इन्कम्प्लिटै छ, कम्प्लिट हुन अझै बाँकी छ। फाइनल्ली म त्यही घर पनि आइसकेँ। यहाँ चाहिँ दादाले झाडु लाउँदो रहेछ हो। अब चाहिँ यहाँ मेरो भिडियोलाई म यहीँ एन्ड गर्छु। लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई, थ्याङ्क्स फर वाचिङ।